साथीहरू, म काँक्राको अचार हाल्ने तरिका सेयर गर्दैछु। पहिला यसलाई काट्नु पर्दछ। साथीहरू, यो छिपेकोले यसको गिद्रो गेडा निकाल्नु पर्दछ। साथीहरू, दाग रहेछ यसमा। दाग भएको चाहिँ छानी हाल्नुपर्छ। साथीहरू, यो अचार हाल्दाखेरि गेडा पर्यो भने चाहिँ अचार बिग्रिने डर हुन्छ। त्यसैले यसलाई गेडा छ छैन भनेर, गेडा नपरोस् भनेर बिस्तारै काट्नु पर्छ। मलाई चाहिँ चक्कुभन्दा चुलेसी नै सजिलो लाग्ने भएकोले साथीहरू चुलेसी युज गर्ने गर्छु। साथीहरू, मैले काटिसकेँ, सबै काटिसकेँ। साथीहरू, अब म यसमा हरियो खोर्सानी हाल्छु। हरियो खोर्सानी हाल्दाखेरि यो अचार स्वादिलो हुन्छ। अब साथीहरू, म नुन हाल्छु स्वादअनुसारको। अमिलोले खाने भएकोले म नुन अलि बढी हाल्छु साथीहरू। साथीहरू, अब म बेसार हाल्दैछु। अब म रायोको धुलो हाल्दैछु। रायो नभएमा हामीले तोरीको धुलो पनि हाल्न सकिन्छ है साथीहरू, छोपको रूपमा। अब अचार नगलोस्, मिठो बास्ना आओस् भनेर म यसलाई टिमुरको धुलो हाल्दछु। अचारको कलर ल्याउनको लागि म खोर्सानीको धुलो हाल्दछु साथीहरू। आफ्नो रुचिअनुसार हाल्ने हो साथीहरू। खोर्सानीको धुलो, नुन चाहिँ स्वादअनुसार हाल्ने हो साथीहरू। अब म यसलाई तेल हाल्दछु साथीहरू। तेल हामीले पछिसम्म राख्नको लागि चाहिँ अलि बढी राख्नुपर्दछ साथीहरू। छिटै खाइहाल्नलाई चाहिँ यो गर्मीमा यो काँक्रोको अचार 3 दिन पुरा भएपछि 4 दिनको दिन खाँदा यो अमिलो भइसक्छ साथीहरू। म चाहिँ धेरै दिन नराख्ने भएकोले तेल धेरै राख्दिनँ साथीहरू। अब म यसलाई मोल्छु। साथीहरू, यसलाई माड्यो भने नुन सबै ठाउँमा पुग्छ र स्वादिलो पनि हुन्छ। साथीहरू, यस्तो भयो। अलिकति छोप पुगेन जस्तो लाग्यो साथीहरू, म फेरि अलिकति थप्नेछु। छोप बढी भयो भने साथीहरू रस बाक्लो हुन्छ र स्वादिलो पनि हुन्छ साथीहरू। फेरि अब म भाँडामा राख्ने काम गर्छु। यसलाई राख्दाखेरि खाँदी राख्नुपर्दछ साथीहरू। अचार मैले बट्टामा हालिसकेँ साथीहरू। अब यसलाई टाइट पारेर चटक्क पारेर पुछेर राख्नुपर्छ घाममा। यो अचार खाँदाखेरि दायाँ बायाँ लागेको छ भने यो फोहोर देखिने भएकोले यसलाई चटक्क पारेर पुछेर राख्ने गर्नुपर्छ साथीहरू। काँक्राको अचार तयार भयो साथीहरू। जुन यो गिद्रो छ, यो गिद्रो चाहिँ पत्थरी भएको मानिसहरूले गेडै शुद्ध यसको रससहित खाँदाखेरि पत्थरी
अलिअलि गरेर घट्दै जाने फुट्दै जाने हुन्छ। यसले एकदमै फाइदा गर्छ। यो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ। यसले शीतलता पनि दिने गर्छ। ग्लुकोजभन्दा त यो 100औं गुणा बढी स्वास्थ्यप्रदक हुन्छ साथीहरू। मानिसहरूले पत्थरी भएको बेलामा यो पाकेको काँक्रो त खोजी खोजी खाने गर्नुहुन्छ साथीहरू। धन्यवाद। मेरो भिडियो मन परेमा साथीहरू लाइक कमेन्ट सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। धन्यवाद साथीहरू। मेरो यो सानो प्रयास हो।